ओके स्वागत छ सबैजनालाई। इट्स बिन अ लङ टाइम मैले मोटो भ्लग गरेको थिइनँ। सो आज चाहिँ यसो छुट्टी मिलेको दिन म स्पेसली मेरो बाइकको कर तिर्न जाँदैछु है। त्यसको लागि चाहिँ स्वयम्भू तल्लो भरिङ समथिङ के भन्छ त्यता जानुपर्छ। सो लास्ट इयर मैले तिर्सकेको थिएँ, योपालि चाहिँ अलिकति ढिलो भयो। सो त्यसैले आज अलिकति फाइन पनि लाग्छ कि भन्ने मलाई लागिरहेछ, किनभने अलरेडी 3 महिना पनि बेसी कटेर 4-5 महिना लागेछ। सो आई थिङ्क डेफिनेटली मेरो एक्स्ट्रा कर तिर्नुपर्छ होला। सो एकदमै गर्मी छ आज है, घाम लगाएर। त्यही भएर मैले चाहिँ डिसाइड गरेँ आज रोड गयो भने चाहिँ पाकेर मरिन्छ, धुवा धुलो त्यस्तै। त्यसैले म चाहिँ यता हाम्रो के भन्छ टोखाको बाटो हुँदै ठ्याक्क सामोपछि निस्किन्छु, अनि त्यसपछि त्यहाँबाट चाहिँ हामी बालाजी निस्केर जान्छौँ भन्ने मैले प्लान गरेँ। र यताको बाटो एकदमै स्मुथ छ, त्यति ट्राफिक पनि हुँदैन, पोल्युसन्स पनि कम हुन्छ र हिँड्नलाई पनि मजा छ। त्यही भएर चाहिँ हामी अगाडि जान्छौँ र बाटो देखिरहनु भएको छ होला कति राम्रो छ यहाँबाट है। र यो माथि देखिरहेको डाँडा चाहिँ हाम्रो शिवपुरीको डाँडा हो। यता तारेभिर छ, शिवपुरी, टिसेनी रमाइलो ठाउँहरू छ है। र यहाँ तल चाहिँ हाम्रो के भन्छ पञ्चकन्या मन्दिर पनि छ, विच इज मोर ब्युटिफुल। र अफ रोड पनि त्यति छैन यहाँ, अलिकति 2 मिनटको अफ रोड जस्तै हो यो बाटो धुलो। सो लास्ट टाइम म चाहिँ अन्नपूर्ण बेस क्याम्प गएको थिएँ सोलो ट्रेकिङ। मैले रिसेन्टली भिडियो पनि हालिसकेको छु, तपाईँहरू इन्ट्रेस्टेड हुनुहुन्छ हेर्न सक्नुहुन्छ। र वर्षमा एकचोटि ट्रेकिङ चाहिँ प्रायः म गइरहेको हुन्छु होइन। पहिला चाहिँ साथी दाजुभाइहरूसँग गइन्थ्यो, अब आजकल त्यति सबैको टाइम भन्ने टाइममा मिल्दैन होइन। कहिले मेरो छुट्टी मिल्दैन, कहिले हजुरहरूको मिल्दैन। त्यसैले गर्दा योपालि चाहिँ म सोलो ट्रेकिङ गएको थिएँ। लास्ट टाइम पनि गोसाइकुण्डमा एकचोटि सोलो ट्रेकै गएको थिएँ है। यो बाटो चाहिँ मलाई एकदमै मनपर्छ होइन। सर हावा चल्छ, प्लान्टै यता त जङ्गलै छ। पञ्चकन्या मन्दिरको एकदमै राम्रो ठाउँ छ यहाँ है। कुनै दिन म हजुरहरूलाई त्यहाँ गएर पनि देखाउँदा। आज चाहिँ अलरेडी ढिलो भइसक्यो, कति बज्यो 10:45। ल अब यहाँबाट चाहिँ हामी ठ्याक्कै नारायण खान निस्किन्छौँ बुढानीकण्ठ, अनि त्यहाँबाट चाहिँ टोखा हुँदै अनि म बालाजी तर्फ लाग्छु। र बाइक पनि थन्कै छ है, धेरै कुरा हेर्नुपर्ने छ, त्यही भएर मलाई खासै चलाउनु मन लागेन। तर कर तिर्ने बेला चाहिँ भइसक्यो। सो अब यस्तै भयो भने चाहिँ म बाइकलाई बेचेर होइन त्यही पैसाले अर्को एउटा नयाँ के हुन्छ हेर्नु पर्ला जस्तो। र पानी यस्तै घाम पऱ्यो भने चाहिँ 2-3 दिनमा फेरि पानी पर्न सक्ने चान्सेस छ। र अहिले स्प्रिङ भएर हेर्नु नि त कस्तो दामी फुल क्या हो है, सच ब्युटिफुल। अब आज अफिसबाट छुट्टी माग्यो कर तिर्नु पर्ने भएर। सो आज कर तिरिन्छ। भोलि बुद्ध जयन्ती भयो, यसो मिल्यो भने म बौद्धतिर पनि जान्छु। हजुरहरू मेरो ब्लग हेर्न सक्नुहुन्छ। र यो चाहिँ हाम्रो आयो नारायण खान चोक बुढानीकण्ठ। यतापट्टि चाहिँ नारायण खान बुढानीकण्ठ बस पार्क पनि छ। यो चाहिँ हाम्रो बुढानीकण्ठ स्कुल भयो, एकदमै राम्रो स्कुल है। र अब चाहिँ यहाँबाट हामी टोखा निस्किन्छौँ। सक्नुहुन्छ कति रमाइलो छ बाटो यता। र गर्मीको मौसम भुवाउ पनि छ, रमाइलो छ, एभ्रिथिङ सिम्स गुड। अहिलेसम्म चाहिँ मैले अलिकति एटिएमबाट पैसा झिक्नुपर्ने छ तिर्नको लागि। सो अब एटिएमहरू
कता छ त्यो पनि हेर्दै जानुपर्छ। र यहाँबाट तपाईँ इस्कन पनि जान सक्नुहुन्छ होइन, राधाकृष्णको मन्दिर। जस्तै यो पुल आइसकेपछि चाहिँ तपाईँहरू ठ्याक्कै यता प्रहरी पोस्टतिर लाग्नुहोस् र यहाँ डाँडा गाउँ जाने बाटो छ, त्यता नगइकन यता सिधै जानुभयो भने चाहिँ तपाईँहरू इस्कन पुग्नुहुन्छ। राधाकृष्णको मन्दिर एकदमै राम्रो छ होइन। अब कृष्णको जन्माष्टमी त एकदमै धेरै प्याक हुन्छ यहाँनिर। सो कहिलेकाहीँ यसो तपाईँहरू फ्रेन्ड्स फ्यामिलीसँग आउन सक्नुहुन्छ। र पहिला चाहिँ यता नि बाटो अलिक बिग्रिएको थियो, अहिले चाहिँ मजाले पिच गरेको छ क्या, त्यही भएर आनन्दको बाटो छ। पेट्रोल पनि छ, पेट्रोल पुग्छ। र आज गएर चाँडै फर्किनु पर्ने पनि छ, मेरो अलिकति फेरि कम्प्युटरको काम पनि छ। त्यही भएर अलिक चाँडो जाउँ। फेरि सरकारी काम अलिक ढिलो हुन्छ है, त्यही झ्याउ क्या। तर लास्ट टाइम चाहिँ चाँडै भएको थियो, मैले गरिदिने बेलामा धेरै टाइम चाहिँ लागेको थिएन। विदिन 1 आवर मेरो काम सकिसकेको थियो। अहिले चाहिँ म अलरेडी अलिकति लेट भइसकेँ, त्यसैले भन्न चाहिँ सक्दिनँ। बट सकेसम्म काम चाँडो सकाएर फर्किँदा नि हामी यही बाटो फर्किन्छौँ। मलाई त्यो रोडको चाहिँ त्यति मलाई बोरिङ लाग्छ है। र यहाँ भने टक्क पिसफुल इन्भाइरोमेन्ट पाउन पाइन्छ, खाली रोड, अलिअलि गाडी त भइहाल्छ। ल यहाँबाट माथि जानुभयो भने चाहिँ तपाईँहरू शिवपुरी राष्ट्र निकुञ्ज छिर्न सक्नुहुन्छ। यता तल चाहिँ हाम्रो मेन ठाउँ भइहाल्यो। यहाँबाट चाहिँ हामी टोखा पुग्छौँ। र नर्मली यो बाटो पनि एकदमै रमाइलो र राम्रो छ है। म प्रायः नजाँदाखेरि यही बाटो प्रिफर गर्छु होइन, यस्तो रमाइलो छ त। यो अघि मैले देखाएको पञ्चकन्या जङ्गलकै पार्टहरू पनि यहाँ पनि जान मिल्छ। पहिला हामी यतैतिर गएर मस्त बस्थ्यौँ, सिद्धार्थ बजाएर। अब त्यो टाइम सधैँभरि होइन, टाइम चेन्जेस आइयो। ल यो सब पञ्चकन्या मन्दिरको जङ्गल है, तपाईँ यहाँ पनि भिजिट गर्न चाहिँ सक्नुहुन्छ। ल अब यहाँ 3 मिनटको अलिकति अफरोड जस्तै छ। अफरोड पनि के भन्नु सम्भव छ, बाटो अलिअलि ढुङ्गाहरू छापेर भएर होइन। अगाडि भने यहाँ माथि चाहिँ हाम्रो शिवपुरी राष्ट्र निकुञ्ज पनि छ, तपाईँहरू टिकट काटेर जान सक्नुहुन्छ। नेपालीलाई चाहिँ टिकटको अराउन्ड 100 रुपियाँ लिएला होइन। कार्ड साइड डिस्काउन्ट हुँदैन होला जस्तो लाग्छ मलाई, पर पर्सन 100। यदि बाइकै लिएर स्कुटर लिएर जानुहुन्छ भने चाहिँ 150 to Nepalese people, and I don't know about the tourists, they might have charged little more than Nepalese people. Okay, लास्ट टाइम मोहिनी झर्ना जाँदा पनि यही बाटो आएको थिएँ म होइन, तपाईँलाई देखाएकै थिएँ। यो ठाउँ पनि जानुपर्ने चाहिँ यो पानी पर्दाखेरि चाहिँ। ओहो आज गर्मी पनि त्यस्तै छ त्यो। ओके, म जस्ट आज तपाईँहरूलाई गाइड गर्दैछु। हामी ठ्याक्क हाम्रो कर्किने ठाउँ चाहिँ कहाँनिर छ। अब धेरैजनालाई त अभियसली थाहा छ होइन, तर भर्खर बाइक लिनुभएहरूलाई, भर्खर त कहिले पनि कर्किन नजानु भएकोलाई अलिकति आइडिया नहुनसक्छ। सो देयर आर लट्स अफ भिडियोज लाइक दिस, बट मेरो पनि एउटा हुन्छ भन्ने कुरा मात्रै हो। आज यसो टाइम पास पनि हुन्छ, यसो घुमाइ पनि हुन्छ भन्ने हिसाबले चाहिँ मैले भ्लग बनाएको हो। आई होप यु गाइज विल एन्जॉय इट। ओके, हावा चाहिँ एकदम मिठो आइरहेको छ है। आई लभ फ्रेस एयर। यहाँ चाहिँ पहिरो घाँस छ। ओके, हामी टोखा लगभग आइपुग्नै लाग्यौँ। यो माथिको जति पनि जङ्गल देख्नुहुन्छ यो टोखा माथिको हो। यहाँ पनि आर्मीहरूले चाहिँ पुरै कन्जर्भ गर्नुभएको छ होइन, राम्रै कुरा हो, प्रोटेक्ट गर्नु
नेचरलाई। र यो बाटो चाहिँ मलाई एकदमै दामी लाग्छ क्या है, बाइक साइक कुदाउन साह्रै स्मुथ होइन, भ्यू पनि दामी। र यहाँ वरपरको होटेलहरूमा चाहिँ एकदमै डेलिसियस फुडहरू पनि पाइन्छ, म तपाईँलाई ल्याउँछु। शनिबारको दिन चाहिँ एकदमै प्याक हुने गर्छ यो ठाउँमा होइन, हाम्रो जगडोलतिर जस्तै। र यहाँ देखिरहनु भएको जति पनि होटेलहरू छ एकदमै प्याक हुन्छ है, यहाँ चटपटे सर्टपटेदेखि लिएर सबै आइटम्सहरू पाइन्छ। यु गाइज क्यान कम हियर इफ यु वान्ट। फुलै फुल मात्र पनि Here we go। अब चाहिँ म टोखा आइपुगेँ लगभग। लास्ट टाइम यहाँ एक्सिडेन्ट भएको थाहा नै होला तपाईँलाई। वाट वाज द्याट? ल यो माथि चाहिँ हाम्रो ओहो पहिरो गएर हो कि रुखहरू त एउटै छैन त यार। लास्ट टाइम एक्सिडेन्ट भएको नि यतैतिर कता हो है। र यो चाहिँ हाम्रो स्कुल भयो र त्यो चाहिँ हाम्रो टोखा मन्दिर, यहाँ माथि देख्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो टोखा मन्दिर छिर्ने गेट, यहाँ पार्किङ गर्न सक्नुहुन्छ तपाईँहरूले। र यहाँबाट चाहिँ म अब लाग्दैछु सामाखुसी बालाजुतर्फ। र यहाँबाट सिधै गयो भने चाहिँ हामी ठ्याक्कै सामाखुसी निस्किन्छौँ है। अरू पनि बिच बिचमा बाटो थियो बट आई चुज दिस वान। यो स्ट्रेट छ, आनन्दको बाटो छ, धेरै उपर खापट पनि छैन, रमाइलो छ। र आज चाहिँ वेदर पनि एकदमै रमाइलो छ है। अलिकति गर्मी थियो, बाइकमा चढे चढेर हावा आइहाल्छ। सो ओभरअल सो मेस्मराइजिङ। हामी स्लोमा जाने, राम्ररी जाने हुन्छ। अब आजभन्दा 5-10 वर्ष अगाडि आउँदा त यो दुवै साइडभरि नै प्लान्टै प्लान्ट, यस्तै रुखै रुख थियो। लिटरली यो अर्कै ठाउँ लाग्थ्यो क्या मलाई है। यो विदेशतिर टाढा पुग्या हुन्छ नि, लाइक यस्तै भाइब्स आउँथ्यो। अब अहिले यतातिर चाहिँ अलिअलि छ, त्यो पनि लगभग घर बनिसकेको छ है। यता त कम्प्लिटली नै घर बनिसक्यो। सो अलिकति त्यो भाइब्स चाहिँ मिसिङ हुन्छ होइन, बट ठिकै छ। अब घर पनि बनाउनै पऱ्यो। म्यानेज तरिकाले बन्ने हो भने चाहिँ हाम्रो देश नेपाल सच अ ब्युटिफुल ल्यान्ड। जस्ट अल वी निड टु डु इज म्यानेज। ल अब चाहिँ यहाँबाट चाहिँ हामी टोखा बस पार्क आइपुग्छौँ। टोखा बस पार्कबाट पनि स्ट्रेटली छिरेर चाहिँ हामी अर्को ठाउँतिर आइपुग्छौँ है त। अर्को ठाउँतिर मतलब सामाखुसी जाने बाटोतिर लाग्छौँ। र स्प्रिङ लगभग सकिन लगाएर होला, तर अझै कम्प्लिटली सकेको छैन। त्यो स्प्रिङको भाइब छुट्टै छ क्या अन्त। सबै प्लान्टमा फुलहरू फुलिरहेको छ, रङ्गी बिरङ्गी। वाउ, त्यो साह्रै दामी कुरा हो। त्यही भएर यो टाइममा ट्रेकिङ गर्नु चाहिँ जस्ट अमेजिङ। जानुहोस् हजुर, जानुहोस्। ल यहाँ चाहिँ हामी अब टोखा बस पार्कतर्फ जाने बाटो भयो सिधै। यता तल जानुभएको चाहिँ तपाईँ झोरतर्फ जानुहुन्छ। झोर जानेहरू चाहिँ तलबाट जाने हो। र यता चाहिँ हाम्रो टोखा बस पार्क। शनिबार दिन चाहिँ यहाँनिर बबाल जाम हुन्छ है। आज चाहिँ जान्न त्यतिकै छ, अलि बेलुका पनि प्रायः जामै हुन्छ यहाँ चाहिँ, किनभने
बस पार्क पनि छ अनि उताबाट यता छिर्ने गाडीहरू पनि अलिकति छिर्नु कम्ती हुन्छ होइन। त्यसले गर्दा चाहिँ ल यो चाहिँ हाम्रो चोखा छिर्ने बाटो। उता तपाईँहरू सामाकोसीबाट आउनुभयो भने चाहिँ चोखा हो। यताबाट पनि हाम्रो घोर जाने बाटोहरू पुगिन्छ, मेनु बाटो पनि पुगिन्छ। म कम्प्लिटली गएको चाहिँ छैन है। अब यहाँबाट चाहिँ हामी स्ट्रेट गयौँ भने हामी ठ्याक्कै सामाकोसी निस्किन्छौँ। त्यहाँबाट चाहिँ बालाजी हुँदै अनि म लाग्छु। र आजको हाम्रो मिसन चाहिँ त्यही हो, टप टिप्नु ट्याक्स तिर्नु। र यहाँनिर चाहिँ जुन चौरदेखि जानुभएको छ माथि, यहाँ चाहिँ एकदमै रमाइलो यस्तो दामी आर्ट बनाएको छ। र यहाँ चाहिँ हाम्रो डन्डी नाचहरूदेखि लिएर विभिन्न प्रोग्राम्सहरू होइन, कन्सर्टहरू सब हुन्छ। लास्ट टाइम त नेपाली रेस्लिङ पनि भएको थियो त्यहाँनिर है। त्यो प्रायः कुनै त्यस्तो ठुलो महोत्सव भयो नि त्यहाँ भइरहेको हुन्छ। ल अब अलिअलि गाडीहरू बेसी आउनु थाल्यो, गर्मी हुन थाल्यो। हरेकबाट अलिअलि हिजो गर्नु पनि थाल्यो। इजीमा जाने इजी भन्ने। ल यो बाटो तपाईँहरू कति आउनु भएको छ त्यसो कमेन्ट गर्नु होला। र प्रायः मैले ट्रेकिङको भिडियोजहरू पनि राखिरहेको छु, हजुरहरूले हेर्न सक्नुहुन्छ। र योपालि जब म एबिसी गएको थिएँ होइन, इट वाज मैले चाहिँ त्यो भिडियोमा देखाएँ भन्दा पनि मलाई लिटरली अझै ब्युटिफुल लाग्यो है, अझै दामी लाग्यो। र नेचरले मलाई सबै फिलिङ्स मजाले पानी पनि भिज्यो, घाम पनि खाइयो, भ्यू पनि पऱ्यो, हिमाल पनि देखियो, अलिअलि चढियो पनि सक्नु जति। जस्ट आई इन्जोयड अ लट। र देउरालीसम्मको भिडियो चाहिँ मैले राखिसकेको छु। अब देउरालीदेखि माथि एमबिसी टु अन्नपूर्ण बेस क्याम्प फाइनल भिडियो बाँकी नै छ। र त्यो भिडियो चाहिँ म अति बवाल बनाउने छु, किनभने मैले दामी क्लिप्सहरू खिचिरहेको छु है। र वान्स आई मेड द्याट अनि त्यो पनि हामी सेयर गर्छौँ। र यो भिडियो चाहिँ म अब सकेसम्म आजै हाल्नेछु। मेन भने चाहिँ त्यो अब बालाजी पछिको बाटो चाहिँ सम्झिँदै विरक्त लाग्छ है। धुवा धुलै धुलो कसरी जाने होला। त्यत्रो वर्ष भइसक्यो बाटो बनाइदिनु, हामी चालकहरूलाई कति गाह्रो हुन्छ के थाहा। आफूहरू सारा र एसीवाला कार हिँड्ने छ के थाहा।
तपाईँको 5 देखि 10 ओके हामी चाहिँ बालाजु आइपुग्यौँ अघि मेरो सबै सटडाउन भएछ खाने खाने ल अब चाहिँ बालाजुबाट हामी स्वयम्भूतर्फ लाग्दैछौँ अनि यहाँ एकदमै फोहोर खिचिहाल्नुभयो पोल्युसन्स वाटर्स र लुगान सबै फोहोर हुनुभयो फेरि हुनुपर्ने भयो छेउछाउमा रुखहरू रोकिदिएको ठाउँमा चाहिँ रुखै छैन क्या एउटा के गर्ने पर्छ यसो साइड साइडमा मजाको रुखहरू रोक्यो सानो फले त हुँदैन के है फेरि जाम्समा पर्ने भयो जाम्समा मेरो लाइसेन्स समाजको ओभर स्पिडमा ओभरटेक 50 थिएँ ट्राफिकमा चाहिँ त्यो सिटको लागि चाहिँ 50 किलो गएँ त्यही भएर आज मैले हेरेर दिन्छु भन्छ पाइदिनु जसमा हजुरलाई त्यसमा देखाइदिन्छु अनि त्यहाँ के भयो के गर्नुपर्दो रहेछ फुल इन्फर्मेसन दिन हजुरलाई त्यसपछि तपाईँको पनि गफमा आउँदाखेरि चाहिँ यो कुरालाई ध्यानमा राखेर अनि होला अब चाहिँ हामी पाइसक्यो हजुरलाई घन्टा भएको प्लान पनि काटेको बालुवा बाजा है त्यही बालुवा धुलो उडेर तापिन्छ त्यति अरू 10-12 वर्षको थियो त्यतिखेर यो बाटो यस्तै छ अहिले 30-32 पुगिसकेँ हाम्रो सानो घरको चाहिँ यतै हो यताबाट यतै हो है त्यो निलो बिल्डिङतिर छ यातायात भनेर ल त्यहाँ लेखा छ है हामी त्यहीँ जाँदैछौँ यातायातमा त्यसको लागि यतै पार्किङ गर्न सकिन्छ सो हाम्रो डेस्टिनेसन चाहिँ आयो यही हो यातायात कार्यालय सो म चाहिँ यहीँ बाइक स्कुटर राखेर अब अगाडि बढाउनु पर्ने हुन्छ आफ्नो प्रोसिड्युर सो द्याट्स आवर to be continue thank you ल मेरो भइसक्यो छ सबै कुछ र भित्र चाहिँ सबै ठिक छ अलिकति सफा बनाइदियो हुन्थ्यो है धुलो चाहिँ बेसी उड्ने रहेछ धुलो नउड्ने भए चाहिँ काम चाहिँ चाँडै भयो ल यसरी तपाईँहरू पनि आफ्नो कर लगाउन सक्नुहुन्छ धुलो चाहिँ लास्टै उड्ने ठाउँ रहेछ त्यो चाहिँ म्यानेज गर्नु पऱ्यो है यातायात कार्यालयको